बाटो चाहिँ डेन्जरै रहेछ यार। आयो आयो झर्ना आयो, ओ त्यहाँ रहेछ। जम जम जम। सो आइसके सबै आइसके, तिमी मात्रै हो बाँकी। ओहो यो त यहीँ रहेछ यार। सो अलराइट गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। सो आज सटरडे राइड फेरि सुरु भइसक्यो। सटरडे राइड हामी जान्छौँ 3 छहरे झरना। सो यो चाहिँ 9 बिसेदेखि अलिकति माथि पर्छ। सो बाटोमा हेर्दै जानु के कस्तो छ, कहाँनिरबाट जाने हो, के कसो हो, सबै बाटोमै भन्छौँ। 2टा स्कुटर छौँ, अगाडि पछाडि। सो आज फेरि लगभग कति 2 हप्तापछि हो, 2 हप्तापछि चाहिँ निस्कियो हामी चाहिँ होइन। सो पहिलाको हप्ता चाहिँ निस्किने भनेको त्यस्तै भयो, निस्किन। सो आजको हाम्रो डेस्टिनेसन चाहिँ रहेको छ 3 छहरे झरना। हाम्रो 9 बिसीदेखि ठाडै उकालो जानुपर्छ, त्यहाँबाट 3 किलोमिटर छ होला सायद। म नि गएको चाहिँ छैन, तर मैले युट्युबमा हेरेर पत्ता लगाएको त्यो ठाउँ सायद। अब यताको बाटोको चाहिँ के कुरा गर्ने होइन। सो अलराइट केटाहरूले कहाँ कुरिरहेछ मलाई कुन्ने। यहाँबाट चाहिँ माथि जानुपर्ने हो हुन चाहिँ। पुग्यो कहाँ त यिनीहरू। ए म त उता हेर्दै हिँडेर। कस्तो छ बाटो कुन्नी, यता जाने बाटो कस्तो छ कुन्नी? त्यही हो क्या जाने। सो अलराइट, यहाँदेखि चाहिँ हल्का चाउचाउ साउचाउ चिप्सहरू हालेर चाहिँ हिँड्यो। माथि पसल छैन अरे बाटोमा। सो यहाँनिरबाट चाहिँ लेफ्ट जानुपर्ने हुन्छ हामी चाहिँ। उकालो छ गाइज होइन। उकालो त उकालो रहेछ। खतरा छ त बाटो त यार। कता यतै त होला नि। फर्स्ट टाइम आएको हामी पनि। अब मैले गुगल म्यापमा चाहिँ हेरेको थिएँ हेर्नु, तर यतै होला लोकेसन जहाँसम्म लाग्छ। आमा के हो यहाँ त पिङ सिङ पुरै दसैँको पिङ अहिलेसम्म छ कि क्या हो। हिँड्दै आउने बाटो यताबाट रहेछ। बाटो त बबाल दामी रहेछ या, तर स्याल हो कि फोक्सो हो कि बुवासो हो। एक कुकुर दौडेको। ल कस्तो बाटै बाटो हिँडेको त कुकुर पनि यार। दाइ झर्ना जाने बाटो यही हो? यही हो, हस् धन्यवाद। सोध्नु त पर्यो बिचमा फेरि। फर्स्ट टाइम आएको, एकातिर गयो भने फेरि टाइम लस मात्रै हुन्छ। कता हो यार यहाँदेखि फेरि? गुगल म्याप हेर्नुपर्छ अब। यतैबाट रहेछ यार, यतैबाट रहेछ। सिधै जाने, अगाडिबाट एउटा फेरि घुम्टी रहेछ टर्निङ। त्यहाँबाट एउटा टर्निङ काटेपछि आइहाल्छ। मलाई धुलो उडाइदिनु अगाडि हिँडेको यिनीहरू। एउटा चाहिँ पुरै अन्डर कन्स्ट्रक्सनमा रहेछ बाटो चाहिँ। के हो आन्द्रा भुँडी निकालिदिएला जस्तो लाग्यो त यार यो बाटोले त। बाटो चाहिँ हो के?
यताबाट ल ल ल हिँड 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 आयो केटाहरू लेट्स गो आमा यहाँ चाहिँ यस्तो टर्निङमा हिलो बनाइदियो रहेछ क्या झन् ओए है 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 झऱ्यो झऱ्यो यस्तो ठाडै उकालो त छ अनि हत्तेरिका हट खतरा 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 हात्ती छाने ओए 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 आमा कत्रै उकालो त यार सो गाइस देख्न सक्नुहुन्छ यताको बाटो चाहिँ होइन अब घुम्नुपर्छ त्यताबाट फेरि त्यहाँबाट फेरि यस्तो घुम्नुपर्छ यता हो ए छिटो दौडेर आऊ न छिटो आऊ के त्यही भएर उता पनि फेरि त्यस्तै उकालो रहेछ ल फेरि लम्मै ओह्रालो छ त यहाँ त जाम जाम माथि डाँडामा गएर बसौँला उसलाई सो एकजना चाहिँ हिँड्दै आउनु पर्ने भयो अलिक परैसम्म किनकि देख्न सक्नुहुन्छ बाटोको हालत है लास्टै ठाडै उकालो रहेछ यार आमा यो के बाटो यो पुरै टायर नाचिन्छ त यार अरे रे आयो 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 रेजेटार आयो सो यहाँ नरोकौँ होइन फेरि गाह्रो हुन्छ होइन तलतिर हुत्ते लाग्यो फेरि यार खतरा 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 तेरिकामा बाटो त सबै भर्खर बनाउँदै रहेछ यार यतातिर त छ्या नाचिन्छ यार पुरै यस्तै रहेछ यार माथिको बाटो चाहिँ फेरि पुरै छ अरे रे 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 हट मैले उडाएको धुलो मै माथि आयो त यार अब चाहिँ यहाँ बसेर केटाहरूलाई कुर्नु पर्छ एकछिन अब चाहिँ छैन होला 1300 जस्तो लाग्यो खत्तम रहेछ नि बाटो त यार भर्खर बनाउँदै रहेछ क्या त्यही भएर सो उकालोमा धेरै गाह्रो भयो अनि एकछिन यहाँ बस्यो होइन अब झर्न चाहिँ धेरै पर छैन 200-300 किलोमिटर 200-300 मिटर होला त्यहाँ बाटोमा राखेर फेरि हिँड्दै जानु पर्छ जस्तो छ है फेरि त्यस्तै बाटो आयो कि हो यहाँनिर
आयो आयो झर्ना आयो ओ त्यहाँ रहेछ सो झर्ना आयो अब त आयो अलि सानो रहेछ पानी अहिले चाहिँ सो जाउँ आएछ यहाँ फेरि आम्मा ठाडै उकालो ठाडै ओह्रालो झर्नुपर्ने रहेछ यार हात तेरिका मा गाडी पनि यतै आइरहेको रहेछ आमा बाटो चाहिँ डेन्जरै रहेछ यार ओहो हो मान्नै पर्छ यो ड्राइभरलाई चाहिँ यार यस्तो बाटो पनि लैजाने यार अरे रे कसम खतरा 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 यति धेरै खतरा पार गरेर आइपुग्यो हामी चाहिँ यस्तो बल झर्नामा है ओके 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 कति घन्टाको सङ्घर्षपछि चाहिँ ठ्याक्क आइपुग्यो क्या हामी अब अरे रे रे जस पिकनिक खानलाई पनि ठिकै रहेछ ठाउँ चाहिँ आहा सो हामी चाहिँ बाइक यता राख्छौँ आमामा झर्ना है त गाइस लेट्स इन्जोय द झर्ना यहाँको बाटो चाहिँ यता भइहाल्यो यता चाहिँ गाउँमा जाने बाटो रहेछ ल शङ्कर ल कस्तो लाग्यो झर्ना ल शङ्कर भन्थ्यौ तिमीलाई यो झर्ना कस्तो लाग्यो रे मलाई एकदम राम्रो लाग्यो यो ठाउँ सबै भिजिटिङ गर्न आउनु होला यो ठाउँलाई एकदम फलो गर्दै आउनु होला यो ठाउँ चाहिँ अहिले नौबिसेबाट माथि 3 किलोमिटर दूरी छ यो नाम के रे यसको नाम के भन्छ तीन छहारे भन्ने ठाउँ हो यो चाहिँ है तीन छहारे झर्ना गाउँपालिका हो यो ल साथीहरू सबै आज हामी घुम्न आएको छौँ तपाईँहरू पनि आइदिनु होला र हाम्रो भिडियोलाई सेयर एन्ड लाइक सब्सक्राइब गर्न नभुल्नु होला सो अलराइट गाइस स्कुटर हिँडिसक्यो है एउटा सो हामी पनि जाऊँ न त अब निस्किने चिसो रहेछ क्या अलिकति घाम नलाग्ने रहेछ जाडो भयो त्यही भएर एकछिन बसेर चाहिँ निस्क्यो हामी चाहिँ जो झर्ना चाहिँ दामी नै छ होइन लोकेसन पनि बाटो चाहिँ यस्तै छ जस अहिले चाहिँ लगभग ठिकै राम्रै आइपुग्यो भनौँ होइन सो अब बर्खाको बेलामा चाहिँ आउन इम्पोसिबल छ है तलबाट आउँदाखेरि चाहिँ